हेलो नमस्ते सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ? आज चाहिँ म मेरो बाबाले गर्नुभएको कृषि खेतीको हजुरलाई सानो भिजिट गराउँछु है त। साँझको बेला अलि शीतल महसुस गर्दै त्यहाँ पर मेरो बाबा मकै खन्दै हुनुहुन्छ। कस्तो देखिएको छ? खतरा कृषि खेती गर्ने कृषक जस्तो देखिएको छ नै? देखिया छ। यो माटोमा चाहिँ बाबाले मकै रोप्नु भएको छ अनि भर्खरै पानी पनि लगाउँदै हुनुहुन्छ र उतापट्टि ड्याङ बनाउँदै मकै गोड्दै हुनुहुन्छ। गोड्दै भन्छन् कि क्या होइन? यो फाउनको पहिला त रोपेको मकै अनि त्यसपछि अब यो जेठमा टक्क पाक्छ। यो मकैले दुईटा घुमा तिनटा घुमा हाल्छ। योभन्दा अघिल्लो साल चावडा फलाएको थियो एउटा बोटमा, बहुत राम्रो थियो। मैले फेसबुकमा पनि हालेको छु। अहिले कस्तो देखिरहेछ म खेती किसानी गरेको? ठ्याक्कै किसान। कस्तो देखिएछ बारीमा? राम देखिएछ। म तिनटा काम गरेको छु। फेरि के काम? उता बारीमा पानी हालेको छु, उता कुखुरा छन्, कुखुरा चराउन हालेको छु। खै कुखुरा? कुनामा छ बारीमा बारी। अनि यहाँ फेरि मकै खनेको छु। तिनटा काम गर्छु म एकैचोटि। हेर्नुहोस्, अलि मेहनत गरेर खानु हुन्छ नि होइन? हो। घरको पछाडि कुखुराको खोर पनि बनाउनु भएको छ। उहाँले आफ्नो रिटायरमेन्ट लाइफ यसरी नै बिताइरहनु भएको छ। कुखुराहरू चाहिँ अहिले थोरै नै रहेछन्, पहिला त अलिक धेरै नै हुन्थ्यो। त्यो त दाल बडी। दाल बडी अरे। सार्दै त नानी तलतिर पानी सार्दिनु पर्यो। पानी पानी सार्दिनु पर्यो। यहाँ यहाँनिर हामीले पानी सार्यौँ। उहाँ पनि आउनुभयो पछि लागेर। यो भागमा चाहिँ बकुला छ अलिअलि। ल बाबालाई आफ्नो बारी देखाउन एकदम मन लागेछ कि? यो आँप अरे। मलखत बनाएको छु घाँसपात हालेर। यहाँ यो लगाएको छु अमला। अब यो मकै देखिरहेको छ नि, केरा छ। यी केरा पनि छ। यहाँ प्याज छ फेरि। लसुन रहेछ, लसुन। यहाँ फेरि बन्द। यो बन्द। यो अमिलाको रुख। अमिलो खै अमिलोको रुख? अमिलो। अमिलोको रुख। यो अम्बा हो। यो अम्बा। यो हिउँदे सिमी लगाइरहेछ। यहाँ यो मुरेली मकै हो, भुटेर खाने फुला उठ्ने। अब पछि खानुपर्छ। त्यहाँ मसिनो उम्रेको चाहिँ त्यो चाहिँ के अरे बदाम। यो चाहिँ प्याज। यो प्याज हो। मकैबारी भइहाल्यो। यहाँ चाहिँ यो लामो तने बोडी बन्द। यो तेजपत्ता। यो चाहिँ कागती। यो चाहिँ अमिलो। अमिलो फलाइसकेको छु। कागती फुलेछ। कटर अब दाना लागेको छ। मकै पनि त खाने बेला भइसकेको छ। कटरको पनि दाना लागेको छ। 3 वर्ष भयो रोपेको। यहाँ भिन्डी लगाएको छु मसिनो। यो उखु भयो। धेरै थरी रोप्नु भएछ त। यो मकै भयो। माथि त अडर हो, दाल खाने अडर। म यसैमा सन्तोष छु, खुसी छु। योभन्दा पहिला चाहिँ अब काठमाडौँमा भूकम्पले घर भत्केर यहाँ आएर बनाइयो। बसिया छ। यस्तै छ। हुँदै राख्दो रहेछ, टर्दै राख्दो रहेछ। एक्लै जन्मेकै एक्लै जानुपर्ने रहेछ यो संसार। यस्तै छ। खुसी मान्नु पर्यो। नातिना छोरी ज्वाइँ अब सबै हुनुहुन्छ। जीवनमा नसोचेको कुराहरू धेरै गर्छन्। केही कुराले हाम्रो यस्तो नराम्ररी तोड्छ कि हामीलाई उठ्न पनि धेरै समय लाग्छ। तर जस्तो सुकै परिस्थिति आए पनि हामीले सामना गरेर अघि बढ्नुपर्छ भनेर मैले बाबाबाट एकदम सिकेको छु। यो चाहिँ हाम्रो घरको साइडको बाग हो।
जहाँ मेवाको रुखहरू छन्। मेवा पनि कति मजाले लटरम्मै फलेका छन्। फुल चाहिँ मैले रोपेर गएको थिएँ मेरो बर्थडेको दिन। सायद 3 वर्ष जति भयो कि अझै पनि राम्रो छ। आफूभन्दा ठुलो लट्ठी बोकेर हिँड्नुभएको छ। के छ त? के हो तिम्रो नाम? को हो तिमी? पिटा खाइसम कुखुरा हेर्ने केटी होइन र तिमी? सबै ए मैले गरेको खेती कस्तो लाग्यो? दारी काट्न आज बिर्सेछ, भोट हाल्ने पनि आइयो होइन? त्यही हो, अब जसले जित्यो उसैलाई हाल्यो भन्नुपर्छ भोट त। यस्तै छ ल मेहनत गरे पनि जे पनि हुन्छ होइन। यस ल हाम्रो च्यानल सब्सक्राइब लाइक सेयर गरिदिनु होला। धन्यवाद। बाई बाई। बाई बाई। ल